नमस्ते सम्पूर्णमा र आज मैले एउटा कुरा सेयर गर्न गइरहेको छु। गाउँको ओजेल बस्तीबाट यहाँहरू सबैको मन मस्तिष्कमा एउटा यथार्थ वस्तुप्रद कुरा सेयर गर्न आएको छु। मैले विभिन्न आरोह अवरोह जुन किसिमका पीडाहरू भोगिरहेको छु नि, यी परेशानीहरू आज एउटा सुमधुर सन्देश र सुरिलो धुन बनेर आएको छ। यसलाई सुन्ने कोसिस गर्नुहोला, किनकि हजुरहरू पनि कुनै न कुनै मानसिक पीडा र चिन्ताबाट ग्रसित हुनुहुन्छ होला। चिन्ता नगर्नुहोस्, आजसम्म हजुरहरूले जे गुमाउनु भयो ती वस्तु या भौतिक सुविधा पुनः कुनै न कुनै रूपमा हजुरहरूको जीवनमा फेरि आइपुग्नेछन्। यो पक्का पनि हो, यो एउटा नियम हो भौतिक। हिजो हामी सबै कुराबाट टाढा थियौँ र केही कुरामा बाँठा थियौँ। त्यसैले हामीले संसार, यो धरती र यी भौतिक वस्तुहरू परिवर्तनशील छन् भनेर यसलाई बुझ्न र बदल्न चाहेकै थियौँ होला। तर आज हामी अलि थाहा पाउने, जान्ने बुझ्ने भइसक्यौँ। निश्चय पनि आज अरू सारा कुराहरू छोडेर केवल स्वयं आफूलाई मात्र बदल्न दिनरात भोक, प्यास, निद, आराम नभनी भागदौडको जिन्दगी व्यतीत गर्दैछौँ। यसलाई नै जीवनको नियमित अभ्यास बनाइरहेका छौँ, हेर्नुहोस् होइन। तर यो समयलाई केही अलि निकालेर बिचमा एउटा मेडिटेसन र एउटा आध्यात्मिक ध्यान र मनोशान्तिको लागि पनि समय निकाल्नु पर्ने हुन्छ। यसले धेरै कुराहरूलाई सहज बनाउनेछ, तपाईँको स्वास्थ्यदेखि लिएर सबै कुराहरूलाई सहज बनाउनेछ। एउटा ध्रुव सत्य यो छ कि हामी जन्मदै पखेटा लिएर उड्नु भनेर त आएका थियौँ। अब किन जिन्दगीभर घिस्रिएर हिँड्ने? यो घिस्रिएर हिँड्नु न त हाम्रो रुचि थियो, न त लक्ष्य थियो। उडेर हिँड्न पाए हुन्थ्यो भनेर हामी कल्पिरहेका हुन्छौँ। यो सपना पुरा गर्ने स्वर एकदमै धेरै ठुलो र चर्को हुँदै गएको छ। अहिले जता पनि यसको पुरै माहौल र हल्ला छ। तर गम्भीर हुन सक्ने तर्क भने कमजोर, एकदम निरीह हुँदै गएको छ। त्यसैले सबैलाई जीवनमा सिन्चित गर्ने शान्त, रसिलो अनि हँसिलो एउटा वर्षा जस्तै बनाऊ होइन। यसले सारा प्राणी जगतको भलो गर्छ, प्राणी जगतलाई एउटा जीवन हुर्काउन, जिउन मद्दत गर्छ। त्यस्तो बनाऊ र त्यो बन्ने कोसिसमा लागौँ। र हाम्रा हरेक शब्दहरू चट्याङ जस्तै गर्जिने किसिमका छन्। त्यसैले यी शब्दहरूलाई हामीले एउटा सबैलाई भलो हुने किसिमले यस्ता शब्दहरू प्रयोग गरौँ। हाम्रो जिन्दगी पक्कै पनि, हाम्रो सोच, हाम्रो विचार, हाम्रो समाज, हाम्रो गाउँ, हाम्रो छरछिमेकी, हाम्रा साथीहरू, हाम्रा आफन्तहरूदेखि लिएर सबै एउटा हाम्रो पक्कै पनि एउटा अनुयायी या शुभचिन्तक, सहयोगी बन्न सक्नुहुनेछ भन्ने यो एउटा सन्देश छोड्दै बिदा भएँ। फेरि यस्तै सन्देशहरू फेरि म लिएर आउनेछु। यहाँहरूको अथाह माया र यहाँहरूको साथ सपोर्टमा फेरि म यस्तै नयाँ नयाँ किसिमका केही मतलब यथार्थपरक जानकारीहरू लिएर आउनेछु। हस् त, नमस्ते।